सो हेलो गाइस, हामी चाहिँ यहाँ बटार भन्ने ठाउँमा छौँ अहिले. सो क्विक ब्रेक. सो वी आर गोइङ टु रुई भ्याली. तर बाटो चाहिँ आइस छ भन्ने सुनेको हो, तर हामीले होटेलहरू चाहिँ बुक गरिसक्यौँ. अनि तर डर न, जे हुनसक्छ. हामी चाहिँ बटार भन्ने ठाउँमा छौँ मैले यहाँ. सो यहाँ त्यस्तो छ. हाम्रो यहाँ एकछिन ब्रेक हो, खाना खाने एकछिन. सो रेस्टुरेन्ट चाहिँ रानी मौरी. सो हामी चाहिँ अहिले त्यही हो हाम्रो पुरानो 390 एउटा रेजु. मेरोमा चाहिँ लोडहरू केही पनि छैन. लोडहरू चाहिँ बिग बाइकले क्यारी गर्छ. म चाहिँ सिङ्गल हलुका फुक्का भएर मेरो हेलमेट भयो यहाँ. सो त्यस्तै छ. सो विल किप यु गाइज अपडेटेड है. त्यो भ्लग भनेर त्यस्तो त्यो ड्याङडुङ गरेर भ्लग चाहिँ होइन, जस्ट फर मेमोरिज चाहिँ बनाएर हो होइन. अब हामी माथि गएर नि बनाउँछौँ होला सायद. तर आइस चाहिँ एकदम आइस छ भन्ने सुनेको. भिडियोहरू पनि त्यस्तै थियो. तर होपफुल्ली राम्रै हुन्छ होला. होट पनि फिटे छ. ठिक छ. हामी अब लिप केयर लाउँछौँ, खाना खान्छौँ होइन. छ एकछिन खाना खानुपर्छ. ल बाई बाई. सो दिवसले भने सुनिहाल्यो होइन. यो प्लान कहिले बनेको भाइ? यो प्लान हिजो बेलुका. सो हिजो बेलुका त्यही पनि लगभग क्यान्सलै भएको थियो होइन. अनि we started again. Big thanks to दाइ बिम्बोको दाइ, हाम्रो बिम्बोको दाइ. दाइ अलाउ गरिदिनु भयो होइन स्याटरडे सन्डे. नभए काम थियो. अहिले चाहिँ अलिक ढिलो हुने भएर चौचो पहिला खाइहाल्नु, लास्टै भोक लाग्यो. अनि रुई भ्यालीको बारेमा केही यसो? रुई भ्याली आज भने 2-3 वर्ष अगाडि जाने भन्ने ठाउँ हो. अब अहिले चाहिँ अलिअलि भाइरल जस्तो भइरहेको. तर हामी चाहिँ भाइरल भएको भएर जान खोजेको चाहिँ होइन. जस्ट वान्ट टु एक्सप्लोर. मलाई चाहिँ त्यो बनवाला फरेस्ट चाहिँ एकदम जानु मन थियो पहिलेदेखि नै. सो त्यहाँ जाने हो टक्कर आएर. पेट्रोल पनि हालिसक्यो. पाइप चाहिँ एउटा किन्नुपर्छ जस्तो लागिरहेको. त्यो हो बिजोग हुन्छ नभए. हाम्रो साथीको फेरि डट भएको फेरि माइले चाहिँ दिँदैन. ल ओके, सी यु गाइज इन आफ्टर एन आवर. ल सो है, हाम्रो यहाँ खाना नै आइसक्यो. चटो लाएर नाइस साइड. ल सही. अब यहाँ घिउ पनि आउँछ. अनि घिउ आउँछ. अनि घिउ झुवाइँ होला होइन. अनि हामी चाहिँ यहाँ स्याब्रु बेसी आइसक्यो है. सो हामी चाहिँ यस्तो छ बाटो चाहिँ अहिले. सो हाउ इज द जोस? कडा. हाई सर. नाइस हाई सर क्या. सो दिस इज द भ्यू इज लाइक दिस. गाइज यो चाहिँ स्याब्रु बेसी भयो. अस्ति नै म बसेको होटेल चाहिँ त्यो उयो ब्लू कलरको घर हो है. सो यो ब्लू कलरको घर हो. आई डोन्ट नो वेदर यु गाइज क्यान सी इट अर नट. सो यो चाहिँ हाइड्रो पावर हो. अस्ति नै म आउँदा बन्दै थियो, अहिले पनि बन्दै नै छ. सो हामी यता जाने बाटो चाहिँ यताबाट नि जानु मिल्छ. अनि यता माथिबाट भएर यसरी पनि जानु मिल्छ. सो तर म्याक्सिमम् मान्छेहरू चाहिँ यसरी जान्छन् है. यताबाट हुँदै लाङटाङ जान्छन्. त्यहाँनिर अनि एउटा के घर छ, पहिरो भन्ने ठाउँ छ है यो ठाउँमा चाहिँ. सो अनि यहाँबाट हुँदै गएर हामी यता निस्किन्छौँ है. उता माथिको एउटा यो गाउँमा निस्किन्छौँ. सो यो ठाउँ चाहिँ ठुलो स्याब्रु भन्छ है. यो चाहिँ यता गोसाइकुण्डबाट ट्रेल हान्ने हो भने चाहिँ यता माथितिरबाट झर्दाखेरि चाहिँ यो ठाउँ आइपुग्छ है. अनि यता लाङटाङ जाने त त्यही नै भइहाल्यो. यही बाटो नै हो सर र यता त्यसरी जाने हो. सो दिस प्लेस इज अति नै गुड. सो अति नै भाइबिङ छ है. रमाइलो लाग्यो. हाम्रो यता सर्टकट पनि कता के भन्दै थियो, तर हामी सर्टकट होइन लङकटै जाने भनेर. सो राम्रो छ है ठाउँ चाहिँ. यस्तो छ गाइज. हिमाल पनि छ. त्यही हो. सो टेन गाइज कहाँ हो त यो? सो यो चाहिँ हामी पार्वती कुण्ड, हाम्रो यो ब्ल्याक भिलेज भन्दा ठ्याक्कै लगभग 15-20 मिनट माथि राइड गरिसकेपछि यो ठाउँ आउँछ. हिमाल, चन्द्रमा अनि पार्वती कुण्ड. हिमाल, चन्द्रमा अनि हेयर इज पार्वती कुण्ड फर यु गाइज है. यस्तो छ है पार्वती कुण्ड चाहिँ. ठुलै रहेछ है, वहाँदेखि छ. सो हामीलाई चाहिँ एक्चुअली थाहा छैन वाट्स
किन नाम राखेको भनेर चाहिँ तर मेबी देयर सुड बी अ गुड रिजन पार्वती कुण्ड भनेर अनि त्यहाँ चाहिँ अब धाराहरू छ होइन जुन पानी चाहिँ आएको छैन तर धाराहरू चाहिँ छ मेबी केही न केही त होला यत्रो नयाँ अस्ति भर्खरै नयाँ राखेर चाहिँ सबै फ्ल्यागहरू पूजा चाहिँ भइराख्दो रहेछ भनेपछि केही न केही त धार्मिक तर होला दिस प्लेस इज नाइस भाइबिङ चाहिँ रहेछ है हल्का लाइक पोजिटिभ भाइब्स चाहिँ आउने रहेछ माथि चाहिँ हिउँ छ है हामी भोलि जाने भनेर चाहिँ त्यही डाँडा हो सो यो चाहिँ फरेस्ट एक्चुली पहिला चाहिँ के भन्छ अरे यो फरेस्ट फायर लाइक के डढेलो लागेर चाहिँ एकदम ब्ल्याक भएको थियो अरे अनि त्यही टाइममै तल गाउँसम्म फायर पुगेको हुनाले चाहिँ त्यो चाहिँ ब्ल्याक भिलेज भनेको हो त्यो चाहिँ जलेर नष्ट भएको थियो अरे है सो त्यस्तो भन्ने किंवदन्ती छ है मलाई पनि त्यस्तो एक्ज्याक्ट थाहा छैन तर जति थाहा छ त्यति नै हो सो आज चाहिँ उता एउटा गुम्बा छ सो आज चाहिँ हाम्रो डेस्टिनेसन भनेको चाहिँ आज स्टे भनेको चाहिँ त्यहाँको गुम्बाबाट अलिकति अगाडि चाहिँ 2टा होटल छ अरे अनि त्यहाँ चाहिँ माछा पनि पाउँछ अरे माछा फार्मिङ पनि गरेछ अरे सो हामी चाहिँ त्यहाँ गएर गुम्बा पनि एकचोटि छिर्छौँ होला अनि त्यहाँबाट अनि त्यसपछि होटल गएर लेट्स सी त्यहाँबाट भ्यू पनि राम्रो छ अरे खानेकुरा पनि मिठो छ अरे अनि तलको दिलले यसो भनेको थियो सो पार्वती कुण्ड चाहिँ एकदम धेरै नै पिसफुल लाग्यो एकदमै नो बडी क्या कोही छैन क्या त्यो हुन्छ नि देखा भए चाहिँ रमाइलो हुन्थ्यो चितुवा चाहिँ अब कालपाण्डेतिर जानुपर्छ चितुवा हेर्न चाहिँ दादा है कालुपाण्डे भन्दा नि यहाँ चाहिँ रेड पाण्डा चाहिँ है रेड पाण्डा जस्तो बाटोमा झ्यापझ्याप देखिन थाल्यो भने त अनि मतलब भने नि रेड पाण्डाको त बिरालो जस्तो भयो हामी त जहाँ हिँड्यो त्यहीँदेखि नै हो फेरि हामी चाहिँ यस्तो छ तर एकदम रमाइलो भयो आजको राइड हाउ इज द राइड टुडे अब हामी होटलमा गएर भ्लग इन गर्छौँ मलाई गर्न चाहिँ तर आजको राइड इट वाज बेस्ट होइन तर अलि जिम गरेको छैन दुईजनाले वर्कआउट केही पनि छैन त्यही भएर चाहिँ अलिक टायर्ड चाहिँ फिल भइरहेको छ दुईजना सो यही एक्सर्साइज भनेकै राइड मात्रै हो राइड भइरहेछ तर बाटो बेस्ट एडभेन्चरको लागि अफ रोडको मुस्ताङसँग अहिले त मुस्ताङ फेल खाइसक्यो होइन मुस्ताङ बेस्टै छ मुस्ताङ र यो बाटोमा के डिफरेन्ट लाग्यो त एभ्री मुभमेन्ट एभ्री टर्निङ यु विल गेट अ सरप्राइज क्या होइन सो एभ्री टर्निङमा यु इफ लाइक त्यो टर्निङ लिइसकेपछि कि हिमाल देख्छ कि भिलेजको तल टक्कै हिमाल र भिलेज मिलेको देख्छ होइन सो एउटा चिज सबभन्दा बेस्ट लागेको ठाउँको भने चाहिँ everyone is wearing a traditional dress हैन उनीहरु अरु ड्रेस लगाएन सबैजना आफ्नो एउटा ट्रेडिसनल ड्रेस लगाइराछ सो त्यो चाहिँ एकदम बेस्ट चीज लागेको अनि राइड चाहिँ हाम्रो मनाङ चाहिँ सो राइड चाहिँ अब मेरो विचारमा चाहिँ मनाङ मुस्ताङ भनेर चाहिँ अलिकता कस्तो भन्ने कमर्सियल अलिकता कस्तो भन्ने अब सबजना गइसकेको अलिकता बाटो पनि पिच अलिकता कमर्सियल टाइपले भयो होइन सो त्यहाँ क्यानट सी मान्छेहरूले त्यो इच अदरलाई हेल्प गरेको यहाँ अब हामीले सोद्धाखेरि सब कुरा भन्ने त्यस्तो छ अनि ड्रेसेसहरू यहाँको एकदम इम्पोर्टेन्ट भनेको एभ्रीबडी दे आर वेयरिङ हुन्छ नि बच्चादेखि लिएर बच्चाहरू कति क्युट देखाएको थियो त्यस्तो छ होइन सो हामीले यहाँ ब्ल्याक भिलेज पनि गएर हल्का सुट त गरेन एउटा फुटेज छ त्यो पनि म राख्छु सो ब्ल्याक भिलेज चाहिँ पहिला चाहिँ ब्ल्याकै थियो अरे अहिले चाहिँ त्यस्तो छैन अहिले चाहिँ कमर्सियल भन्दा नि त्यो डेभलप काइन्ड अफ सेमी डेभलप भइसक्यो डेभलप चाहिँ भयो तर अर्कै हिसाबले त्यो अब त्यस्तो भयो आई थिंक पहिला चाहिँ जुन कालो राखेको थियो उनीहरूको चाहिँ बाई चोइस नै राखेको थियो होइन पछि चाहिँ अब जरुरत परेर चाहिँ अब जे आयो त्यही नै राखेको भएर चाहिँ आई थिंक त्यस्तो भएको हो हुन्छ अनि तर इफ यु वान्ट लाइक र राइड हुन्छ नि एकदमै बाटो पनि लेट्स गो टाइपको वाला बाटो जान मन छ भने चाहिँ मनाङ र मुस्ताङ चाहिँ अहिले सबै ठाउँ अलमोस्ट पिच भइसक्यो मनाङ त अलिकति भएको छैन मुस्ताङ चाहिँ अलमोस्ट एभ्री ठाउँ पिच भइसक्यो सो इफ यु वान्ट टु ट्राभल अलिकता पाराले हिँड्न मन छ अलिकति अनएक्सप्लोर डेस्टिनेसन हिँड्न मन छ भने चाहिँ रुबी भ्याली माइट बी द बेस्ट अप्सन फर यु गाइज अनि यो चाहिँ 1 नाइट 2 डेजको हुन्छ सो लाइक 2 डेज बेस्ट सो तपाईँहरू आउँदाखेरि चाहिँ मैलुङ झर्नाबाट आउनु भयो हुन्छ हामी चाहिँ त माथिबाट आयो तर भोलि जाँदा चाहिँ त्यहाँ जान्छ तर होइन हामी आउँदा नि बाटोमा अलिअलि स्नोहरू चाहिँ देखेको थियो सो हामी यता माथि जहाँसम्म हुन्छ त्यहाँसम्म जाने हामीलाई यहीँ जानुपर्छ भन्ने छैन सो माथि अलिअलि जङ्गलसँगल घुम्यो आउने हो मात्रै हो सो हामी पास त्यो गर्न सक्यो भने त अफकोर्स विल डु होइन तर आई डोन्ट थिङ्क वी क्यान डु किनभने यहीँ बाटोमै आइसहरू छ अलिअलि अनि यहाँ हामीले टाढाबाट हेर्दाखेरि यु क्यान सी द स्नो ओभर देयर क्या सो त्यो स्नोमा चाहिँ चलाउने भनेर चाहिँ रिक्स हो सो विल नट टेक रिक्स भन्ने कुरा हो सो त्यही हो जे छ फन भयो रमाइलो भयो अब यहाँ माथि गुम्बा छ गुम्बाभन्दा माथि होटल छ हाम्रो त्यहीँ गएर बस्छौँ हामी सो त्यही हो गाइज
सी यू अब होटेलमा गएर है त बाई बाई केही फरक पर्दैन अब यो गोसाई कुण्ड र पार्वती कुण्ड दिदी बहिनी ठिक ठिक अनि बुद्धको मन्दिर चाहिँ एक गुम्बाको लागि हजुर ए तपाईँ चाहिँ यहाँ के गर्नुहुन्छ र म त यतै हो बस्ने ए बस्नु नै त्यही हो यहीँको स्थानीय होइन तपाईँ रुई भ्याली पुग्नु भयो त नि रुबी भ्याली मैले टिप्लिङसम्म चाहिँ पुगेको छ अब पछिल्लो समय गएन यो ब्ल्याक 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 भिलेज भन्छ नि तल त्यो चाहिँ के भएको त्यो चाहिँ कसरी नाम रहनु पर्यो त ब्ल्याक भिलेज भनेर चाहिँ ब्ल्याक भिलेज भनेको तपाईँको पहिला त छाना काटै काठको थियो नि त ढुङ्गा गरेर के छाना त्यो जलेको हो र त्यो गाउँ जलेको होइन त्यो भूकम्प पछि त्यस्तो भयो ए ओके किनभने तपाईँको यो 65 सालमा यो डरेल लाग्यो नि त त्यहाँबाट हामीले काठ पाएन होइन त्यस कारणले अब वन नाश भयो अनि त्यही भएर जस्ता भूकम्प पछि चाहिँ जस्ता गरेको जस्ता गरेको भन्दा पनि तपाईँको सस्ता यताउता दिन थाल्यो दिन थालेपछि सबैले जस्ता युज गर्यो अनि अहिले ब्ल्याक भिलेज छैन नि त कुनै कुनैको अब 1-2 गाह्रो होला पहिलाको त्यो काठको हालेको प्रायः त जस्तोकै छ अहिले भूकम्प पछि यस्तो भयो भूकम्प अगाडिसम्म त तपाईँको एउटै घर एउटै डिजाइनमा के सबै एउटै त्यसमा थियो यो रेन्जहरू चाहिँ के हो त दाइ अनि रेन्ज भने यो धुवा होला होइन यो यतापट्टिको यो यो हिमाल तपाईँको यो लङडङ हिमाल भयो होइन त्यहाँबाट यस्तो क्यान्जिङरी भने कुन हो त दाइ त्यो त कहाँबाट देखिने हो त नि यो क्यान्जिङ त मैले पनि पुगेको छैन अब यो ठेक्क खोल्छ यसको पछाडि हल्लिँदो छ र यो खोल्छमा मैले पनि पुगेको छैन खोला जानुपर्छ र हामीले पनि पुगेको छैन मैले पनि पुगेको छैन ल दाइ ल खुसी लाग्यो तपाईँसँग भेटेर है त नाम चाहिँ के हो दाइ मेरो पासाङ छेवाङ नाइस 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 दाइ यो गुम्बाको नाम चाहिँ के हो त नि यो गुम्बाको नाम अब के भनौँ नाम राखेको छैन नाम राखेको छैन है पार्वती कुण्ड अब त्यस्तै गुम्बा हो पहिलेदेखि अब पुर्खालीदेखि यहीँ गुम्बा रहेछ अनि त्यही गुम्बाले रिनोभेट गरेर ठुलो बनाउनु भएको होइन यो गुम्बा त तपाईँको पछिल्लो समय बनाएको नि पहिलाको पुरानो तल हो भूकम्पले त्यो भत्केर पछि भूकम्प पछि त्यो बनाएको अहिले मान्छे छैन रहेछ भित्र तपाईँको मूर्तिहरू खतरा छ भित्र जानु मिल्छ हामी जानु मिल्छ तर मान्छे छैन रहेछ कि लाम छैन रहेछ आज ठिकै भयो सो हामी चाहिँ अहिले गुम्बा पार्वत ठिक छ गुम्बा पनि ठुलै रहेछ होइन गोसाइकुण्ड त गइसकेँ म यहाँ चाहिँ आज जू रहेछ यार कसरी हजुर राम्रो दिनमा आएछ सो हाउ इज जोस हाई सर लाइक टु स्पिरिचुअल वाला फिल आइरहेको छ क्या भोलि पुर्ने होइन एकदम थाहा थिएन होइन होइन अब यहाँ भोलि के हुन्छ भन्दा चाहिँ भोलि झाँक्रीहरू आउने रे पुर्णेको लागि इट्स अ फेस्टिभल इन हियर या सो यस So you can listen the sound here. Wow, this is awesome, man. So you guys can see here. So tourism attraction of Katlang area, Parvati Kunda, Hotel Handcraft, Himalayan. कटलाङ है यो ठाउँ चाहिँ नमस्कार हजुर वाउ कस्तो राम्रो ठाउँ रहेछ त्यहाँ अलि राम्रै भन्नु पर्ला है सर एकदम राम्रो छ जस्तो चाहिँ छैन होइन काठमाडौँ त कहाँ काठमाडौँ जस्तो भयो भने त दिस इज लोमाङथाङतिरको जस्तो भाइब्स रहेछ यार सो दिस प्लेस इज अति नै राम्रो लाग्यो है सो वाउ गाइज अनि यो किन फेस चाहिँ ढाकिदिनु भएको यो अब
माथि ठाउँमा राखिसकेपछि मात्र त्यो ए अहिले चाहिँ नयाँ हो यिनीहरू सो यु क्यान सी द क्युट किट्टी देयर हाम्रो यहाँ चाहिँ के छ दादा यहाँको मान्यता म यो घतलाङ एरिया भएन घतलाङ भएन सो यहाँको गुम्बा चाहिँ के नाम राख्नुहुन्छ के गर्नुहुन्छ यहाँको चाहिँ कसरी भयो पार्वती कुण्डको बारेमा अलिकति भनिदिनु न थोरै छोटो मिठो चाहिँ बुवाले भन्नुहुन्थ्यो है मलाई चाहिँ यति आउँदैन पार्वती कुण्ड खास गरी हामीले चाहिँ आमा छोरीमा भन्छ यसलाई चाहिँ हामीले आशा गरेको सबै पुरा हुन्छ भन्ने यतातिरको विश्वास हजुर पार्वती कुण्डको चाहिँ यो गुम्बा चाहिँ हाम्रो काइयुबाको हो डुक्पा काइयु भन्छ यो गुम्बाहरू नि फरक फरक हुन्छ हजुर यो चाहिँ डुक्पा काइयु ए एकदम राम्रो राम्रो मूर्तिहरू रहेछ है यो हजुर तिनीहरू चाहिँ पहिलाकै पुरानो यो तिनवटा चाहिँ अहिले नयाँ गुम्बाको त्यो माथि ट्रापको लागि नयाँ लिएर यो महँगो पर्छ होला है तिनीहरू यो फाइबरको हो ए फाइबरको हो म त सुनको जस्तो लाग्यो नि यो चाहिँ यति भनेर चाहिँ मलाई थाहा छैन यो अब अरूहरूले दान गर्न ए बाहिरको मान्छेले दान गरे मेन गुम्बा चाहिँ यही भयो यही हो हजुर पुरानो गुम्बा चाहिँ यही हो अहिले नयाँ चाहिँ यो पछाडि माथि बनिरहेको छ यो पनि भूकम्पले बत्केर यसो दुःख ठिक छ हजुरको शुभ नाम चाहिँ मेरो नाम चाहिँ नेमा छेरिङ लामा नेमा छिरिङ लामा दाइ तपाईँसँग भेटेर धेरै खुसी लाग्यो है तपाईँले आफ्नो थाहा भएको कुरा भनिदिनु भयो हामीलाई हामी त यत्तिकै आएको यहाँनिर घुम्नलाई यस्तो राम्रो लाग्यो जुस लामा भनेरै बसेको चाहिँ होइन बुवा चाहिँ लामा हो यो गुम्बाको ए हजुरको बुवा चाहिँ कहाँ हुनुहुन्छ बुवा भोलि लास्ट वाङ छ अरे यो काठमाडौँमा त्यही भएर बोलाउनु भएर ठिक छ आर्टहरू पनि धेरै वर्ष अगाडि गर्नुभयो होला नि होइन हजुर यो धेरै वर्ष नै भयो 16-17 वर्ष भयो होला त्योभन्दा अगाडिको राम्रो थियो भन्थ्यो मेरो बुवाले यिनीहरू चाहिँ खास जानेको मान्छेले गरेको होइन रहेछ भन्नुहुन्छ यो सबै अब लाइन बाई लाइन आउनुपर्छ त्यो नजानेको मान्छेले यतिकै गरे रहेछ अलि देखावटी जस्तो मात्र हजुर तर राम्रो छ त यो ठाउँ हिमाल सिमाल यताउता प्राकृतिक हिसाबले पनि धेरै राम्रो चिसोले बस्न गाह्रो छ चिसो त त्यही हो एकदम चिसो ल दाइ ल धन्यवाद तपाईँलाई है त हस् आइदिनु भयो हाम्रो गाउँतिर हुन्छ दाइ तपाईँले स्वागत गर्नुभयो यसरी अलाउ गर्नुभयो नत्र कहीँ पनि खिच्न दिँदैन नि हजुर हाम्रो यहाँ चाहिँ खुल्लै छ ठिक छ लुक आएको छैन ओके गाइस त्यही हो मुस्ताङतिर चाहिँ एकदम सो गाइस त्यही हो हामी यहाँ आयौँ हेरौँ घुम्यौँ सो हाम्रो होटल चाहिँ हाम्रो रुम चाहिँ माथि हो रुम चाहिँ बेला एकछिन देखाउँला अनि हाम्रो यहाँ चाहिँ यस्तो छ भित्र चाहिँ यहाँ चाहिँ हाम्रो दिदीको होटल हो है दिदी ल नमस्ते ल के भन्नु न तपाईँको होटलको बारेमा कहाँ हो के हो फोन नम्बर हजुर भयो दिदी एउटा नम्बर भए पुग्छ अब हामी टाउट लिँदैन होइन अब हेर्छु सर है ल हेरौँ लाने अहिले सँगै जाऊँ लाने अहिले चिया खानुस् तपाईहरु हुन्छ के हो आएन के हो छिर्दैन खोइ आई डाउट है तर छिर्छ दादा यस्तो छ है अब यही हो है हात्ती चिर्यो पुच्छर अड्क्यो भनेर चाहिँ छिर्छ हामी चाहिँ यहाँ चिया खाँदैछौँ है दाइकोमा यो चाहिँ दाइको होटल हो है दाइ नमस्ते तपाईँले फोकसै भएन कि ल आउँछ भयो होला ल भन्नु त दाइ हजुरको शुभ नाम मेरो सुजन तामाङ अनि यो होटल कहाँ हो के कस्तो हो रसुवा जिल्ला आमासुनेमु गाउँपालिका वार्ड नम्बर 3 गतलाङ पार्वती कुण्ड यहाँको पार्वती कुण्डको विशेषता के हो त दाइ यो अब मैले डाइरेक्टली बुझ्नु पर्दाखेरि चाहिँ अब पार्वती कुण्ड भनेको चाहिँ हाम्रो भाषामा कुण्ड भनेको कुण्ड भइहाल्यो त्यसमा चाहिँ हाम्रो भाषामा चाहिँ आमा छोरीमु भन्छ त्यसलाई चाहिँ हाम्रो लामो आयु चाहिँ त्यहाँ एकदम भनौँ जमेर बसेको भन्ने पनि बुझिन्छ अनि चाहिँ यहाँको चाहिँ
धार्मिक परम्पराका अनुसार चाहिँ यहाँ जीवनमा एकचोटि आउने पनि ठाउँ होइन त राम्रो राम्रो है आउँदा जसमाले इच्छाको कुरा चाहिँ अब पुरा हुन्छ भन्छ त्यति नराम्रो चाहिँ छैन अहिलेसम्म चाहिँ राम्रै त्यस्तो चलन छ अहिलेसम्म चाहिँ अब त्यस्तो नराम्रो छैन कुण्डाले चाहिँ त्यस्तो खासै कोर जस्तो त्यहाँ एबिसी यताउता गर्दा नि असर गर्दैन अरू ठाउँमा चाहिँ नाग लाग्ने देउता लाग्ने भन्ने हुन्छ यहाँ त्यस्तो हुँदैन अब हामी भोलि यता माथि पास जान सक्छ कि सक्दैन त सक्दैन सक्दैन है हिउँ छ धेरै छ है कहाँसम्म छ हिउँ अब तपाईँहरू 10-15 मिनट माथि पुग्नु सक्दैन है माथि अलि जङ्गल त पुग्न सक्यो त्यही त 10-15 मिनट माथि गोठिङ खर्कसम्म सक्यो हिजो नि 3 कि 4 जना नै हजुरहरू जस्तै त्यस्तै रुटमा हिँड्नु हुनेहरू आउनु भएको थियो फर्किनु ए ठिक भनेपछि माथि चाहिँ क्रस चाहिँ गर्न सक्नुहुन्न फर्किँदा राम्रो ठिक छ त्यो क्रस गरेर चाहिँ कहाँ पुग्ने हेर्दा धादिङ निस्किन्छ है ल है नेक्स्ट राइड चाहिँ 3 दिन ढिलो भयो 3 दिन ढिलो भयो 3 दिन ठिक अगाडि हिँड्नु छ पऱ्यो अब वैशाखसम्म बन्द हुन्छ वैशाखसम्म बन्दै हुन्छ है वैशाखदेखि खुल्ने हो कि दाइ वैशाखदेखि चाहिँ त्यो रोडमा यो हिउँ चाहिँ आइस भएर बसेको हुन्छ त्यसरी गाडी हिँड्न सक्दैन त्यसपछि सो दाइले चाहिँ नयाँ उपाय निकालेर सब पानी फालेर हामीलाई ट्राउटको लागि यहाँ पुरै एकदम मैले तपाईँको यो फोरमा मर्छ कि मर्दैन भनेर अनुमान गरेर राखेँ यो फोरमा नमर्दो रहेछ यो चिज तर भन्न चाहिँ त्यो जिल्लाको हलिमहरूले चाहिँ फोरमा मर्छ भनेको थियो नमर्दो रहेछ कतिवटा छ दाइ यहाँ छ यता दुईटा यहाँ एउटा आएर समातेर राख्नु समातेर चिसोमा छ अनि हात त झार्नै खोज्छ त केही हुँदैन बाल्टिनमा हालिदिनु समाउला नि केही फरक पर्दैन मोबाइल बिचरा बोर्यो होला हौ भएको छ भेटिहाल्छ नि कहाँ भेट्छ त नि कहाँ भेट्छ कसरी भेट्छ भेट्छ नि त ल उता You're not a good catcher, bro. बेकार सवाद भयो मोबाइल दे भन्नुभएको रहेछ उयो छ होइन के सामान मन लाग्यो है हुन्छ त्यो त दुई हातले समाउनु ट्राउटै बिचरा दिक्क लाग्यो होला यार त्यसलाई मोबाइल दिए यार फेरि पानी भिज्छु नपाले ल मऱ्यो होला यार पानीमा यसो पखाल न उतै राख्दैन भाग्दैन त्यही राख्दैन ल फाइनली है आफ्टर सो आफ्टर अ लङ स्ट्रगल है ल भइसक्यो हो चिसो हात गयो त्यहाँबाट भगाउँदै लिएर आउनु पाला जस्तो निकाल्नै सक्दैन त्यो कसरी निकाल्ने यहाँ चाहिँ अब यो पानी छोड्दियो यहाँ थाप्ने नयाँ आइडिया माछा देखिन्छ त्यही यहाँ चाहिँ अलिक सुक्नु छ दाइको आइडिया यस्तो गर्ने यस्तो दुःख गरेर नि गरिदिइरहनु भएको छ है
यहाँ चाहिँ दाइको ट्राउट फार्म पनि रहेछ होइन यहाँबाट त पानी आइ नै रहेको हुन्छ होला नि यहाँबाट त पानी आइ नै रहेको हुन्छ होला नि आयो नि यहाँ छिटो सक्यो यहाँ ठुलो जान्छ ए धेरै धेरै धन्यवाद दाइ यति सङ्घर्ष गरिदिनु भएकोमा त्यही त नि है हामी यसो भेट्ने काम होइन त्यही भने यहाँ चाहिँ दाइको लगभग बिस्तारै सुरु गर्ने होला नि त दाइ यो त अब वैशाख जेठपछि सुरु गर्ने होला नि त राम्रोसँग अब यहाँ दाइको ट्राउट पनि रहेछ होइन यहाँतिर अब मजाले किन हो त्यो स्टार पनि कस्तो मजाले देखिरहेछ होइन एजेन्सी द स्टार्स ठक्कै हिमाल उतातिर देखिरहेछ अनि हामी यहाँ ट्राउट समात्न रेडी भएर बसेको सो हाम्रो चाहिँ यहाँ अन्डा छ सुचिया छ है सो हाउ इज द मर्निङ गुड Was good. है ल यहाँ हाम्रो दाइ पनि भेट्नु भएको छ हामीले जुम्लाबाट है के छ दाइ तपाईँको सानो एउटा छोटो मिठो इन्ट्रोडक्सन हजुरको शुभ नाम मोहन सिंह खत्री जुम्लादेखि दाइ चाहिँ एकदमै हिँड्ने ट्राभलर हो है हिँडेर व्यापार गर्ने जुम्लाबाट यहाँसम्म भनेको नट अ जोक है हाम्रो दाइ हुनुहुन्छ भाउजू हुनुहुन्छ यहाँ हाम्रो छ अनि यहाँ हाम्रो न्यू मेम्बर भन्दा नि बहिनी छ एकजना अनि हाम्रो न्यू मेम्बर आज उसको राइड हुन्छ फोटो राख्नु पर्ला जस्तो है दादा फोटो राख्नु पर्ला जस्तो है यो युट्युबमा आउँछ दाइ पाउँछ म आज बेलुका गएर एडिट गरेर राख्छु सो यहाँको मर्निङ चाहिँ राम्रो भएछ दाइको होटेलै हो स्क्रिनसट गरेर राख्नु होला यो चाहिँ यही हो नम्बर चाहिँ राम्रो छ खानाहरू ट्राउट है ट्राउट पनि एकदम राम्रो अब हाल्ने हिमाल छ लास्ट सिजन हो अब गुम्बा छ सफा गर्ने यस्तो छ यो चाहिँ राइड चाहिँ आउनै पर्ने ठाउँ के भन्छस् राइड आउनै पर्ने भन्दा नि एकचोटि चाहिँ अनि आइरहेको छ सो हामी यहाँ माथि चाहिँ अहिले यही माथिसम्म जान्छौँ किनभने माथि एकदमै धेरै स्नोफल छ अनि त्यो भएको हुनाले डन्ट टेक अ रिक्स भन्दा नि डन्ट बी अ इडियट टाइपको कुरा हो मेरो चाहिँ सो त्यही भएर हामी मजाले त्यहाँ जान्छौँ अनि यहाँ आज मेला पनि हुन्छ अरे मेला चाहिँ आई डोन्ट नो लाइक हामी जान्छौँ जाँदैन थाहा छैन मेलामा तर एकछिन चाहिँ 10 मिनट 15 मिनट चाहिँ बस्छौँ अनि अनि हो यहाँ चाहिँ वन फरेस्ट भन्ने चाहिँ माथि हो यस्तो हल्का देखिरहेको ठाउँ त्यहाँ गएर नि भिडियो चाहिँ बनाउँछु मैले ल दाइ ल तपाईँ राम्रो जानु है बाई बाई सयपछि भेटौँ ल अब चाउमीनको प्योर सो गाइज अब चाहिँ यहाँ निस्किन लाग्यो है सो हाम्रो चाहिँ लिएर जाँदैछौँ हामीसँग उसको लागि डाइपर लगाइदिनु लगाइरह हो यसमा डाइपर है सो फोटो इज अलरेडी डाइपर है पहिला ब्यागमा टक्क हाल्ने हो लिएर जाने हो यस्तो छ है आफ्नो पूजा तर फर्स्ट राइड टुडे त्यसको फर्स्ट राइड हुँदैछ आज So, what's happening right now? पेट्रोल तानेको पुरै मुख भएर आयो कि इट्स बर्निङ राइट नाउ यहाँबाट चाहिँ हाम्रो यहाँ पेट्रोल भर्दैछौँ सो यस अब पुरै सकेला नि फेरि यताबाट यता तान्न गाह्रो हुन्छ हालिदिउँ न त्यहाँ छैन होइन सो हामी चाहिँ ब्रस गरेर आएको होइन राइड अगाडि
यसको पेट्रोल भयो मुखभरि मुखभरि पेट्रोल भयो अरे। सो हामी चाहिँ ब्रस गरेर अब सेटको होइन त्यो पनि रेडी छ, त्यसलाई चाहिँ स्टार्ट गर्नुपर्ने छ होइन। तर यो टेक्निक साथ दादालाई मात्र आउँछ स्टार्ट गर्ने। अहिले ट्राई गरेको हुन चाहिँ भएको थियो। सो लेट्स ट्राई इट अगेन है। यसको लागि चाहिँ दुइटै हात चाहिन्छ, फेरि यता समातेर अनि स्टार्ट गर्नुपर्छ। तर लेट्स चाहिँ यतिकै ट्राई गर्नु। यसलाई चाहिँ दुइटै हात चाहिन्छ होइन। स्टार्ट भयो। यस्तो हुन्छ होइन। दादाले चलाएपछि ठिक हुन्छ। हामी चाहिँ अब नयाँ मेम्बर पनि जाँदैछ। नयाँ मेम्बर अहिले नानीले बोकिरहेछ। फर्स्ट राइड व्हाट्स अप ब्रो व्हाट्स अप यस्तो छ है भ्यू चाहिँ। गाइस हाम्रो चाहिँ यस्तो छ भ्यू है यहाँनिर। मिस पाण्डु पनि हुनुहुन्छ। मिस पाण्डु र फेरि उता लाग्ला फेरि यार। सरी पाण्डु होइन कान्छी हो कान्छी कान्छी टाइगर माथि कान्छी होइन यस्तै ठिक छ लाग्दैन मैले कान्छी। सो अनि यहाँ चाहिँ अर्को कान्छा दादा छ है। कस्तो लाग्यो त फन है। एडी पनि लिएर पाए चाहिँ हुन्थ्यो तर अहिले शास्ति हुन्थ्यो जस्तो लाग्यो। शास्ति त अलि होइन धेरै हुन्थ्यो। दादालाई अलि अगाडि जाउँ। यहाँ चाहिँ सिटै छैन है। अब त्यसलाई के बस्ने ल ठिकै छ जम जम जम। फोटो त्यस्तोमा ट्याक 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 भिडियो किन्यो कि है। हाम्रो चाहिँ भ्लगिङ हामी चाहिँ मेटा क्लास पनि ल्याएन केही पनि ल्याएन। हावा आएको तर कस्तो दिन भइरहेको छ मेटा क्लास चाहिँ ट्विट होइन। यो 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 वन फरेस्ट त हामीलाई कुनै टाइम पनि आउँदैन। तर यो स्नोले गर्दा चाहिँ एडिसनल ड्युटी एडन भएको छ। सिधै किनारो बजेर है। नेक्स्ट टाइम चाहिँ हामी अब उता पास गरिदियो। अब सर्को नभन्छ होइन। अब सर्को नभन्छ हेलो गाइज अब हामी चाहिँ यही हो हाम्रो बनफुली फरेस्ट चाहिँ यो कस्तो लाग्यो तँलाई? बवाल बवाल बवाल। सो वर्थ इट होइन त एकदम। सो हामी चाहिँ यो चाहिँ अब हामी चाहिँ कोसँग आउने सिद्धार्थसँग आउनु पर्ला होइन। सो सिद्धार्थ इफ यु आर वाचिङ देन यु निड टु कम विथ अस। अनि त्यही हो त्यस्तै भन्दै गर्दाखेरि विशाल दोस्तलाई पनि लिएर आउनुपर्छ भोलिपछि आएपछि चाहिँ। विशाल दोस्त यो ठाउँमा रनिङ गर्न चाहिँ मजा आउँछ जस्तो यस्तो छ। सो त्यही हो ल मिस यु केटाहरू है। अब दुईजना मात्र छौँ हामी है अहिलेको लागि चाहिँ। नयाँ मेम्बर पनि एड भएको छ। नयाँ मेम्बर पनि एड भएको छ यहाँ फेरि हाम्रो पाण्डु पाण्डु एड होइन भएको होइन छ। पाण्डु त्यस्तो होइन थाहा छैन को हो नाम राखेको छैन। भोटु भन्दा मैले चाहिँ भोटु भोटु भनेको पाण्डु कुसुम राखिदिनु पर्छ। सो त्यही हो। Okay guys, bye bye guys. Take care. Take Enjoy care. life. Live it. Love it. लिभ इट लभ इट। अब हामीभन्दा तल चाहिँ नर्मलै हो। सो त्यस्तो केही नै गर्दैनौँ होला मोस्ट प्रोबेबली। केही इन्ट्रेस्टिङ भयो भने चाहिँ अफकोर्स विल लेट यु नो। अनि त्यहाँ एउटा गुम्बा छ। गुम्बामा चाहिँ आज मेला झाँक्रीहरू आएर मेला गर्ने भन्नुभएको थियो। तर बेलुका हुन्छ होला। तर बेलुका हुन्छ। सो हामी जाने रुट चाहिँ यही हो। यता यो गुम्बा भयो। सो यताबाट यसरी जाने हामी चाहिँ। मैले उसको फर्स्ट टाइम हो। म त आइसकेँ एक दुईचोटि चाहिँ। तर बाटो चाहिँ अति नै राम्रो छ। सो एउटा सर्किट हान्नु चाहिँ पुग्दो रहेछ। अब नेक्स्ट टाइम चाहिँ हामी यहाँबाट धादिङ निस्किन्छौँ। Yes. ओके ओके बाई बाई गाइज सी यू See you next time.